Hello guys, welcome to a new Roko Science and Sense. I know I'm ठीक ठाक छु के गराउँछ ओइ को ओइ गाइसहरु भागो गाइस के लो गाइसहरु के थियो Guys, उठाए क्या हो कूदो कूदो ए भूत बनाए त आमा पो हुनुहुँदो रहेछ थैट केटा हो यार पोपट भयो भने यार थैट आमा पो हुनुहुँदो रहेछ आमा तपाईले के काट्नु भइरहेको ए गाइस राज चाहिँ मसित हैन के छ थाहा छ भन्नु त एकछिन अर्को आफ्नो समय है के हो गाइस यो थाहा होला यो हाम्रो पुरानो समयको गुलेली छ है त गाइस मसित चाहिँ हेर्न सक्नुहुन्छ म तपाईहरुले एउटा सिन देखाउँछु है त हाम्रो टक्कसँग लेम्बरगिनीहरु फेरि फर्ममा बसिरहेछ नि हाम्रो हेर्न सक्ने हो हेर्ने हो ल एउटा कावासाकी निन्जा एक्स2R अर्को के हो यो के रे BMW अर्को के भने के हो एकछिन क्रस फायर कुन्द्रे एकछिन के अरे CBR है त गाइजहरु ल कस्तो खतरा नि हाम्रो यहाँ यता अर्को मामा हुनुहुन्छ हाम्रो आमा भइहाल्नु भयो त्यसपछि मम्मी हुनुहुन्छ बाबा हुनुहुन्छ ठुलो मम्मी हुनुहुन्छ अनि हाम्रो यहाँ मेन चाहिँ के छ थाहा छ मेन चीज चाहिँ यहाँ देखिरहनु भयो होला गाइजहरु मैले मारेको है त गाइज त्यो कालिजको मासु हो त्यो मैले मारेको आज गुलेलीले हेर्न सक्नुहुन्छ र गाइजहरु देख्न सक्नुहुन्छ हाम्रो यहाँ सम्भावना बाख्राले यहाँ घाँस खाँदैछ हैन उही बाख्राले पनि घाँस खान्छ फर्स्ट टाइम देखे पोज गर भने कहाँ भाग्यो यस्तो सुनबित्ती भाग्छ क्या हो यो चाहिँ ओइ बाख्रा कस्तो डरा हो फोटो खिचौँ भने पनि भाग्छ यार गाइजहरु यस्तो बाख्रा ल यहाँको भ्यू चाहिँ बवाल छ है आज घामै लाग्यो छैन है गाइजहरु यो चाहिँ जाडो छ है त हाम्रो नुवाकोटमा जस्तै यहाँ जाडो है त देख्न सक्नुहुन्छ अब म तल सुन्तलाको बोटहरु देखाउँछु तपाईलाई है त यहाँ बादल आयो भने चाहिँ यहाँ धेरै जस्तो बादल आउँछ बादल बाघ जे पनि आउन सक्छ हैन त यो गाउँमा है जंगल चाहिँ हेर्न सक्नुहुन्छ आम्बो जंगल छ है त जंगल छ है गाइस आज म अब तपाईहरुलाई म सुन्तलाको बोट देखाउँछु यहाँ त सुन्तलाको बोट कति धेरै है पहलै म गन्छु एउटा चाहिँ केराको बोट रहेछ हैन त्यो केरा पनि रहेछ यहाँ छ है ए म जुम गरेर पनि देखाइदिन्छु तपाईहरुलाई हैन नदेख्नु भएको भने एउटा केराको बोट छ है एकछिन तपाईहरुले देखाउँदिनु म सुन्तला बोट कतिवटा छ गन्छु म है त एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा रहेछ है त्यहाँ माथि पनि थियो अनि काटेको है त गाइजहरु यो एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा है त यो सानो शुद्ध गरी देख्न सक्नुहुन्छ गाइजहरु बोबाल छैन त नि बोबाल छैन यहाँ आउनु पर्छ है शिवपुरीमा आउनु पर्यो कहिले आउने गाइजहरु यहाँ मोमो त आएर हुन्छ यहाँको सुन्तला आएर जानुपर्छ ट्रककोसँग यहाँ सागपात खानुपर्छ है त गाइजहरु तपाईहरुले अब भोलि पछि हैन सुन्तला फलेको बेला सुन्तला किन्न आउनु भयो भने अलि मेरो नाम साइमन तिवारी भन्नुस् डिस्काउन्ट पाउनुहुन्छ तपाईहरुले डिस्काउन्ट ल त गाइजहरु हेर्न सक्नुहुन्छ ओइ के हो ओ सुन्तला ओइ
मामा ओ सानो मामा यहाँ आउनु न चलो गाई सुन्तला रहेछ यार एउटा ए सुन्तला भने सुन्तला दियो त एउटा टिप्नु न खाऊ एउटा रे यार थाहा थियो थाहा छैन मैले चप्नु माथि देखाउँदै साह्रो रहेछ अहिले भाग पुग्दैन रहेछ माथि देखाउँदै खानुलाई है त लाग्नु पुगे पनि छैन भने त यसो हेर त त्यहाँ सुन्तला पो देखिदिएर हजुर ठुलोमा यहाँ सुन्तला फलेन हजुर सुन्तला फलेन सुन्तला खानु सुन्तला खानु कहाँ होला यहाँ तलबाट एउटा सानो होइन मिठो काठमाडौँ गए पनि यिनीहरू पनि भाषण जानु पर्ला कहाँ भएको न सुन्तला अब म सबै खाइदिएँ एकैचोटि ए हाम्रो पनि भने आउनु न के भयो त काठमाडौँ गएर बेला काम बिना एक दिन पनि बस्न छैन अन्त कोही पनि छैन साथी पनि अनि गर्छन् सन्चो होला भनेरै त्यो बस्नु नभने बरु यतातिर बुढिसकेतिर अब टाइम पास हुन्छ होला है त्यतातिर अहिले नभने कि जाउँ त आज काठमाडौँमा चाहिँ त्यस्तो गाउँमा त फेरि जति गाउँमा त अनि म ए मान्छेले कुरो कहाँबाट गाउँमा त लगाइजहरूमा चाहिँ अझै एउटा कुरा भन्छु है त के अरे भन्छु के अरे युट्युबमा मैले सर्च हालेँ नि यस्तै भिडियोहरूको आधी काटेर एउटा मात्र सर्ट हालेँ आधी काटेर त्यो भिडियो पनि जाँदैन कि गाइजहरू किन होला स्ट्राइक पढायो मलाई भिडियो पनि जाँदैन लङ भिडियो हाल्यो भने मात्रै जान्छ क्या नत्र जाँदैन होइन त्यस्तै फिल्टरहरू लाएर हाल्यो भने पनि जान्छ होइन त्यस्तो हुन्छ भने गाइजहरू मेरो के समस्या होला भनिदिनु त तपाईँले गाइजहरू अनि चाँडो मेरो पनि 400 सब्सक्राइबर चाहिँ पुगाइदिनु होला होइन अनि के अरे दिपेश दादा भन्ने युट्युब च्यानल छ मेरो दाइको त्यो दाइले पनि सपोर्ट हान्नु होला 1K चाँडै पुगाइदिनु होला है त गाइजहरू ल म चाहिँ त्यही भन्छु होइन ल ए दुईवटा नन्ना मुन्ना पार्टीहरू छ म त यही भन्नलाई आएको हो ल है त गाइजहरू बाई बाई यति नै आजको ब्लग यहीँबाट ल एकसट्ठी अम्बो म्यावा पनि बबाल छ है त म्यावा ल गाइजहरू ल बाई बाई